मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। मैले चाहिँ भिडियो गरेर जस्तो लाग्थ्यो तर नभएछ, के खालको पनि हुँदैन। आज फेरि हजुरहरूलाई मेरो च्यानलमा स्वागत गर्छौँ। आज चाहिँ हामी चाहिँ कहाँ आएका छौँ भने आज चाहिँ हामी चाहिँ यहाँ हेन्जामा आएका छौँ अनि हेन्जा मामाको घरमा आएको छौँ। अनि यहाँ चाहिँ हाम्रो रेबिका छ अनि मम्मीहरू चाहिँ यहाँ दोकानमा हल्का सिका चाहिँ यहाँ छ। देख्न सक्नुहुन्छ यहाँको भ्यू। अनि म अब हामी मामाको घरमा बस्छौँ। अनि मैले गाडीमै बनाउनु लाग्थ्यो घर त, तर गाडीमा झ्याङ्लाम घुम्नु भएको कारणले गर्दा हामीले गाडीमा बनाएनौँ। त्यही भएर अहिले सुरु गरेका छौँ। अब त्यहाँ अहिले पुलहरूमा हामी हिँड्दै बाटो गराउँदै गर्दा अहिले म तपाईँहरूलाई देखाउँछु। यो हाम्रो पुल रे फेरि त्यो पुलमा चाहिँ हामी जान्छौँ। उहाँ पुग्नुपर्छ बाजेको घरमा नि। यो पुलद्वारा चाहिँ हामी उता गर्छौँ। त्यही हो। यस्तो चिसो स्याड आउँछ। नाइस। Hi guys. फेरि छ कत्रो खायो कि हो। जाम न जा। Oh my god. मोबाइल झर्ला भने झर्के है। डर लाग्दैन। यो पुलमा भएको भए रोमन यति दौडिन्थ्यो है दरबाङमा पनि। एकदम धेरै दौडिन्थ्यो मेरो छोरा चाहिँ, तर आज छैन स्कुल गएको छ रोमन चाहिँ। त्यही भएर तपाईँहरूले चाहिँ जुनै पनि भ्लगमा जहिले नि यो रेबिका र यो कविता मात्रै हुन्छ भनेर सोच्नुभयो होला, तर के गर्ने हामी जता गए पनि फेरि हामी दुईजना नै सँगै हुन्छौँ। हुन त अब यहाँ अहिले चाहिँ मम्मी र सबिना अनि पेर्जा पनि छ, तर तिनीहरू चाहिँ अगाडि हिँडेर हामी चाहिँ यता पछाडि उहाँहरू चाहिँ हिँड्दै हुनुहुन्छ। है त्यो अलिक फोटो खिच्नुपर्छ है। यहाँ त्यो फर्किँदैन नि त, फर्किँदैन कहिले के हुन्छ के हुन्छ तपाईँ गइन्छ नि बस्छ हुन्छ होइन। अलिक खिच्दिउँ यस्तो राम्रो नि। यहाँ चाहिँ हाम्रो यो यस्तो छ फुलहरूमा चाहिँ यहाँ तल चाहिँ घिन लाग्दो हो। यहाँ चाहिँ राम्रो छ अलि आउनु भयो भने चाहिँ we will show you। फेरि चाहिँ बहिनी चाहिँ त्यहाँ दौडिरहेको फेरि बिस्तारै होइन। सबै टाइम कति बज्यो? म त चिन्दैन, मकै चाहिँ चिने। त्यही हो त्यहाँ चाहिँ गुम्बा फेरि क्या गुम्बा। घामले हिँड्नै सकिन्न गाइज। पानी आयो नि खै राति यता पनि नआए जस्तो। बिहान धुरी घाम यस्तो बाटोमा बिस्तारै आऊ है आमा। सामान पर्दैन, म बिस्तारै आउँछु। बलियो छिन् पहिला ढेँडो भात खाएको एकै काम। कति ठुलो ढुङ्गा हो। भात खाएर त बलियो छ, आँखाले भर्न दिने। यस्तो त हो बाटो। छाता त मै समात्छु। फेरि तलसम्म छाता अब अब हामी चाहिँ मामा माइजूको घरमा आएको है। उहाँहरूको रियाक्सन कस्तो हुन्छ हेरौँ। हामीलाई कतिको मान सम्मान दिनुहुन्छ हेरौँ होइन। सरप्राइज होइन, सरप्राइज अब त्यस्तै पर्छ। छाता नै गर्मी छ। हामी आमा छोरी चाहिँ देखाउ त हामी आमा छोरी चाहिँ दिनमा भेटेपछि चाहिँ दिनमा 3-4 चोटि त होइन, दिनमा 10-15 चोटि चुप्पा खाइ गर्छौँ। पेर्जा म पेर्जा है टाउकोहरूलाई है पेर्जा तपाईँहरू देख्नुहुँदै चाहिँ कहाँ हो र आमा? यही घर हो। कुन मम्मी? ए अँ यहाँ हामी चाहिँ मामाको घर आइपुग्यौँ। यहाँ छ अनि यहाँ हुनुहुन्छ हाम्रो माइजू है। हामी चाहिँ माइजूको घरमा आएको।
यहाँ छ हाम्रो मम्मी चाहिँ आउने बित्तिकै यहाँ भित्र बसिसक्नु भयो माइत घर मम्मीको त्यही भएर आउने बित्तिकै भित्र थाहा छ एक्क बस्थ्यो हामी चाहिँ बाहिर गर्मी भएर बसेर हावा खान मजा छ माइजूले चाहिँ कस्तो छ पेरिजा मिठो पेरिजाले खाएको छ अनि आमा चाहिँ यहाँ फेरि कपाल छोडेर हिँड्ने भन्नु सन होइन सन भनेको चाहिँ ब्लग हान्दै सन भनेको छोरा माई डटर पेरिजाले यहाँ खाँदैछ भने रेबिका त्यहाँ बसेको छ मम्मी यहाँ बसेको छ गाईहरू पनि त्यहाँ छ यो चाहिँ मेरो घरमा काम गर्ने त्यस्तै देखिन्छ गाइस गाइजहरू तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ मैले आफ्नो भिडियो यहाँ माइजूलाई चाहिँ लगाइदिएको छु हेर्नलाई होइन माइजूले हेर्दै हुनुहुन्छ मेरो ब्लग चाहिँ यहाँ अनि यहाँ पेरिजा छ खानुभएका ती कोराको चोटहरूले निको पार्नुहोस् तपाईँको मलम पट्टी लाउनुहोस् प्रभु अनि प्रभु भोलि नै प्रभु निको गए भन्ने प्रभु खबर हामीले सुन्न पाऊँ प्रभु तपाईँले धन्यवाद प्रभु हालेलुया प्रभु तपाईँले शक्ति दिनुहोस् त्यो शरीरमा चाहिने शक्ति साहस ताकत तपाईँ दिनुहोस् प्रभु त्यस छोरीलाई प्रभु भयो गाइजहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाँस छ ओ माई गड यहाँ चाहिँ एकदम धेरै रहेछ यस्तो धेरै छ देख्न सक्नुहुन्छ चाहिँ यहाँ मम्मी यहाँ छ हामी चाहिँ मामाको घरबाट जाँदैछौँ दाईको घरमा मामाको घरबाट सुरज दाईको घरमा जाँदैछौँ कता छ त नि दोकान यस्तो छ ठाउँहरू हाम्रो मामा चाहिँ उहाँ हुनुहुन्छ खैचरो हामी हिँड्दैछौँ पाइलटको बाटोमा धुलो उडाउँदै गाडी उडाउँदै ट्याक्सी उडाउँदै हामी चाहिँ खुट्टा उडाउँदै यो चाहिँ हामीको बाटो हो हामी चाहिँ खुट्टाले धुलो उडाउँदै राम्रो रहेछ क्या बाटो यता राम्रो छ म तपाईँलाई देखाउँछु बाटो यस्तो छ सबैलाई चिन्छ राम्रो रहेछ है यतातिर होटेल थियो है त्यो ट्रान्सपोर्ट राख्ने ठाउँमा हाम्रो पेरिजा चाहिँ पुटुङ पेरिजा हेलो गाइजहरू हेर्नुहोस् यहाँ चाहिँ यति धेरै हाँस छ कस्तो मजाले पानी खान्छ कि हाँसले हो यत्रो भएपछि लानुपर्छ कि हाँस कस्तो मजाले पानी खान्छ क्या यहाँ त झन् पक्कै छ त्यो भित्र कति डेन्जर धेरै रहेछ यो भित्र त हाँसहरू तपाईँले देख्न सक्नुहुन्छ चाहियो भने हेङ्जामा आउने हेङ्जामा हाँस चाहिएमा एमडी खोला एमडी खोलामा पर्छ खाने के हो यो ग्राउन्ड यहाँ त कस्तो राम्रो रहेछ नि त यस्तो वा यस्तो ग्राउन्ड रहेछ नि त यहाँ त यस्तो मजाको तपाईँहरूले देख्न सक्नुहुन्छ आमा अहिले त यो नि अट्छ होला हामीले कति चुप्पा खाइ छोड्यो चुप्पा खाइदियो मागो चाहिँ छामालाई फेरि चुप्पा खाइदियो देख्नुभयो गाइस पेरिजालाई मैले भेटेपछि चाहिँ कतिचोटि चुप्पा खान्छु कतिचोटि चुप्पा खान्छु क्या यस्तो खतरा देखेर
यस्तो नराम्रो ओइ 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 एक्सिलेटेड दबा न यार तिमी के हो हामी चाहिँ यो पुलबाट चाहिँ बाहिर जाने रहेको गाइजहरू जहाँ जहाँ धुलो छ वहीँ तपाईँहरूले देख्नुभयो ड्रागन फ्रुट यहाँ त खोला बढेन डेन्जरस रहेछ त ड्रागन फ्रुट अनि यो चाहिँ बस्ती एन्ड वी गाइज चाहिँ यहाँबाट जाने पारी ठोकिन्छ यता द समाजको त बोक्दा ल भइ छ्याल्छु अब भुइ जानु लिपस्टिक लगाइदिएको मागो देऊ मागो देऊ पुल जानु त्यही जस्तो जस्तो लाग्यो आमा चाहिँ उहाँ गफ गरेर हिँड्छ छोरी चाहिँ हाम्रो जिम्मामा रेबिका र मैले पाले पालो बोक्दै हिँड्दैछौँ है बेना सुन्नु गर्नु छोरीलाई हामीलाई जिम्मा दिएर आफू चाहिँ मस्त गफ गर्दै हिँड्छ अबिना मामासँग पिट्न पनि यो चाहिँ चर्च रहेछ के चर्च हो यो अल्फा ओमेगा चर्च यहाँ रहेछ यो अस्ति मैले नाम त सुनेको थिएँ यो चर्चको नाम त सुनेको थिएँ मैले गाइजहरू गल्ली गल्ली छ देख्न सक्नुहुन्छ हामी चाहिँ अघि मामाको घर गएको थियौँ अहिले चाहिँ मामाको घरबाट दाइको घरमा आउँदैछौँ हामी चाहिँ अघिको मामाको घर अहिले चाहिँ दाइको घर दुईटा कोठा मात्रै साङ्ग्रो छ कि यहाँ त अनि यो ठुलो छ यो भन्छ कोठा हामी नि दोकानबाट मनपर्छ यस्तो पिरो चटनी हालेको यो मम्मीले धोएर ल्याइदिन् धोएर ल्याइदिन् मन नपर्ने नमाया हाम्रो फेरि लाडो लाडो यस्तो खुट्टा हेर्दै आफ्नो हात हेर्दै गरे गाइज दुई घन्टा जति लाइफ बस्नु 2 घन्टा चाहिँ फिस लाइफ बस्नु तिम्रो नाम के हो अरे भन्नु त सुप्रिम के हो नि हो सुप्रिम गुरुङ गाइजहरू अब चाहिँ हामी चाहिँ घरतिर फर्किनु लागेका छौँ हेर्न सक्नुहुन्छ त्यहाँ मामाले चाहिँ हामीलाई बाटो देखाउन जानुभएको छ अर्को ठाउँबाट अघि चाहिँ उताको बाटोबाट आएको भन्यो अहिले चाहिँ यो बाटो घर जान लागेका छौँ टिकटक बनाउन लगाइराखेको छ मेरो आँखा राम्रोसँग गाइजहरू भ्लग बन्दैछ मेरो चाहिँ राम्रो राम्रो भ्लगहरू बनाउन त परिहाल्यो यो कुन चौरो थाहा छैन तर्साइदिइहाल्छु क्या हाम्रो मम्मीले चाहिँ फेरि फेरि जरा चाहिँ निन्द्रा लाएर गाह्रो बस्छ गाइजहरू हेर्नुहोस् पेजा दिदी चाहिँ मस्त निद्रा छ मस्त निन्द्रामा पर्नुभएको छ पेजा दिदी चाहिँ यहाँ उता चाहिँ हाम्रो घर
हामी चाहिँ यहाँ हामी चाहिँ प्रार्थना गर्न लाग्यो त्यही हो पुरा पिलाउने दुष्ट आत्मा नै उसको पछाडि सयकडौँ दुष्ट आत्माहरू लगाइदिएको हुन्छ बुझ्दै हुन्छ उसलाई जहाँबाट चोरेर होला ढाँटेर होला पुरा के गरेर होला काम दुःख गरेर होला के गरेर होला साथीको सङ्गत गरेर होला जसरी हुन्छ शैतानले खोलाएरै छाड्छ उसलाई बुझ्दै गाइस कति बजी भन्दाखेरि 11:55 भन्छ 11:55 कति बज्नु लाग्यो भने 12 बज्नु लाग्यो होइन अनि हामी चाहिँ होल नाइट प्रार्थना होल नाइट त होल नाइट त भएन हाफ नाइट चाहिँ भयो जे होस् प्रार्थना गरेर सङ्गति सकाएर आयौँ चर्चमा हाम्रै घरनिरको छोटो चर्च अनि यहाँ चाहिँ रोमन सुत्या पुगुले त्यत्रो उहाँबाट उत्यो घरबाट बोकेर यहाँसम्म ल्याउनु भयो अब हामी सुत्छौँ राति यस्तो अँध्यारो हामीलाई डर लाग्छ गाइस फेस पनि कस्तो भयो हेरि पनि छैन वी आर गोइङ टु स्लिप गुड नाइट गाइस आजको यति नै भयो अनि सबलाई थ्याङ्क यू फर वाचिङ एन्ड सपोर्टिङ बाई गुड नाइट